खुलेर हाँसेका छौँ खुसी भई बाँचेका छौँ खुलेर हाँसेका छौँ खुसी भई बाँचेका छौँ आशालाई साँचेका छौँ उत्साहित बनेका मन्डेला स्क्याम गरेको छ पटक्का स्क्याम भयो हामीसँग कारमा जिउनेहरू निम्ति ठुलो ज्योति उडाएको छ साथको पाइपमा भएकाहरू सबै हाँस्न पाएको छ कारणले है कसको कारणले यसुको कारणले हो देह धारणले के छोडिदियो भाइ आम्बो सकेन सामेल सकेन आर्मीसँग सकेन आफ्नो वासस्थान बनाउनु भए पनि सबले उहाँलाई भेट्न सकेन तर आज हरेक पापीले भित्र प्रवेश पाएको छ कसको कारणले है कसको कारणले येशूको कारणले हो देह धारणले येशूको कारणले हो देह धारणले अनिस बाबु पटक्का पटक्का उठा उठा पटक्का उठा सरी 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 10, 9, 8, 7. Ten, 9, 8, 7, 6, 5, 4, 3, 2, 1, 0. यहाँ सबैजनालाई ख्रीष्ट येशूको नाममा चाहिँ मिसी तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु अनि आज 2071 साल पुसको महिना 10 गते परेको यो विशेष दिन हैन क्रिसमसको उपलक्ष्यमा तपाईहरु सबैजनालाई मेरो तर्फबाट मेरी क्रिसमस अनि यो वर्ष चाहिँ तपाईहरुको जीवनमा परमेश्वरको अनुग्रह कृपा आशिष रहेको होस् भनेर मेरो प्रार्थना छ अनि साथै तपाईहरुको प्रार्थनाको निम्ति म एकदम धन्यवादी छु
आज यो ठाउँसम्म छु तपाईँहरूको प्रार्थनाको कारणले। हरेक समय हजुरहरूले मलाई प्रार्थनामा एउटा बोधसहित मेरो निम्ति प्रार्थना गरिदिनु भएको छ। त्यसको निम्ति तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। अनि विशेष गरिकन मेरो परिवार, मेरो मम्मी, मेरो बाबा, मेरो दादा, फोनिक्स, भाउजू, मेरो परिवारलाई चाहिँ विशेष गरी एकदमै सम्झेको छु मैले। 2 वर्ष भयो सँगै अब क्रिसमस मनाउन पाएको छैन। अब आउने वर्ष चाहिँ सँगै मनाउन पाइन्छ होला। प्रार्थना गरौँ होइन, सबै कुराहरू जुट्न सकेको होस्, सबै कुराहरू चाहिँ बाटो खोल्न सकेको होस् भनेर प्रार्थना गरिदिनु होला। अनि म चाहिँ अहिले अब काममा जानु पर्नेछ, त्यही भएर छिटो भिडियो बनाएर अब काममा गइहाल्नु पर्नेछ। धन्यवाद दिन्छु तपाईँहरूलाई फेरि पनि प्रार्थनाको निम्ति। हुन्छ, राम्रोसँग क्रिसमस मनाउनु होला। फेरि पनि सबैजनालाई ह्याप्पी क्रिसमस। बाई बाई। हेलो, जय मसी सबैजनालाई क्रिसमसको शुभकामना। यसपालि चाहिँ सँगै हुन नपाए पनि धेरै 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 सम्झिरहेको छु, किनकि टाढा छु नि त, म टाढा छु साउदीतिर। अनि अब अर्को साल आउँला, रमाइलो गरौँला। अर्को साल भएन नि अर्को साल आउँला, अब त्यस्तै हो। परदेशमा छु अनि त्यही भएर पनि सँगै हुन पाएन। यहाँलाई चाहिँ एकदम धेरै सम्झिरहेको छु यो समय। अनि यति भन्दै क्रिसमस राम्रोसँग मनाउनु होला। अनि ह्याप्पी क्रिसमस, मेरी क्रिसमस, जय मसी सबैजनालाई। हेलो, यस क्रिसको नाममा सबैलाई जय मसी। अनि त्यसपछि मेरी क्रिसमस, आई लभ यु। अनि स्पेसली मेरो मम्मीलाई अनि मेरो बुवालाई अनि मेरो सम्पूर्ण परिवारलाई सबैजनालाई मेरी क्रिसमस भन्न चाहन्छु। अनि त्यसपछि मण्डली परिवार सबैजनालाई मेरी क्रिसमस भन्न चाहन्छु। यो साल म त्यहाँ छैन, म हजुरहरू सबैजनालाई मिस गरिरहेको छु। अनि त्यसपछि अर्को साल चाहिँ म डेफिनेटली त्यहाँ हुनेछु। यो साल नभए पनि अर्को साल चाहिँ म डेफिनेटली त्यहाँ हुनेछु। अनि यस्तै गरी नै भव्य पाराले मनाउनेछौँ। त्यही पनि सबैजनालाई मेरी क्रिसमस। यति नै, बाई।